साथीहरु म नवीन कुमार सिंह तपाईहरुको माझमा आज पुनः भिडियो लिएर आइसकेको छु। आजको यस भिडियोमा हामीहरु म्याट्रिक्स च्याप्टरको अपरेसन अफ म्याट्रिक्स एडिसन र सब्ट्र्याक्सन र मल्टिप्लिकेसन अफ म्याट्रिक्स बाइ स्केलर र ट्रान्सपोज अफ म्याट्रिक्स यससँग रिलेटेड केही एक्जाम्पल्सहरु बनाउने वाला छु। यसको एक्सप्लेनेसन जुन छ यो भन्दा प्रिभियस भिडियोमा मैले एक्जाम्पल सहित गरिसकेको छु, तर अझै केही एक्जाम्पल्सहरु हैन अलिकति गाह्रो टाइपको क्लास 8 को लागि त्यस्ता क्वेशनहरु पनि अब यस भिडियोमा गर्ने छौ है। भिडियो धेरै लामो भएको कारणले गर्दा त्यस भिडियोमा सबै मैले हालेको थिएन, बाँकी यसमा तपाईहरु ध्यान दिएर हेर्नु। सबभन्दा पहिला म क्वेशन सार्छु साथीहरु, यो क्वेशनलाई हामी सोल्भ गर्ने वाला छौँ, ध्यान दिएर हेर्नु होला। अब सबभन्दा पहिला त हामीले 1 नम्बर सोल्भ गर्नु पर्यो। त पहिला क्वेशन के छ 2a + 3b सल्युसन गरिसक्नु पर्यो हैन। ए मेरो यहाँ छ, बी मेरो यहाँ छ। यहाँ नलेख्दा पनि हुन्छ, मन छ भने तपाईले यहाँ अलगबाट यसरी a = 3 4 6 5 b = 8 2 1 6 यसरी लेख्नु पर्ने हो। नलेख्दा पनि भइहाल्छ। अब हामीले नाउ यहाँबाट बनाउन स्टार्ट गर्ने। यो क्वेशन के थियो 2a + 3b यति भइसकेपछि अब 2 को 2 a मेरो कति छ 3 4 6 5 प्लस फेरि 3 छ, b मेरो कति छ 8 2 1 6 यसपछि योसँग यो मल्टिप्लाई गर्ने 2 3 जा 6 2 4 जा 8 2 6 जा 12 2 5 जा 10 3 8 जा 8 3 24 2 3 जा 6 हैन। त्यसै गरी अब 3 1 जा 3 3 2 जा 3 6 जा 12 यहाँसम्म बुझ्नु भयो। अब यति बुझिसकेपछि अगाडि ध्यान दिएर हेर्नु होला। 6 + 14 8 + 6 12 + 3 10 + 5 यो कति भयो 6 4 10 यानी कि 20 8 7 7 14 12 13 14 15 यो भनेको मेरो कति थियो 10 हैन 10 अब 12 22 यो मेरो आन्सर भयो। हेर्नु होला, ठीक छ। यो मैले जोडेर आन्सर गरिदिएँ। अब तपाईलाई यो स्टेप जुन छ नगरेर डाइरेक्ट जोडेर पनि लेख्न सक्नुहुन्छ, केही छैन। अब नेक्स्ट अब यो होला साथीहरु, यहाँसम्म हेर्नु होला, यो ठीक छ। अब मैले यो यसको ठाउँमा अनि a को ठाउँमा म a लेख्छु हैन 3 4 6 5 प्लस को प्लस 1/2 को 2 b को ठाउँमा यो लेख्छु 8 2 1 6। अब एउटा कुरा के भन्न चाहे साथीहरु, यसलाई यस्तो जब फ्र्याक्सन वाला टर्ममा आयो भने तपाई डाइरेक्ट मल्टिप्लाई नगरेर लेखेर गराउनुहुन्छ भने सजिलो हुन्छ, गल्ती हुने चान्स कम हुन्छ। चाहे तपाई डाइरेक्ट पनि गराउन सक्नुहुन्छ, जस्तै कि म यहाँ डाइरेक्ट गराउँदिन 1/3 इन्टु यो 2 हो सरी 2 इन्टु 3 4 इन्टु 1/2 अगाडि पछाडि लेखेर केही गल्ती हुँदैन। 1/2 इन्टु 6 5 इन्टु 1/2 प्लस 1/2 इन्टु 8 1/2 इन्टु 2 हैन 1/2 इन्टु 1 1/2 इन्टु 6 यदि बुझ्नुभयो। अब यसलाई क्यान्सल आउट गर्नुभयो, यो त कट्दैन, यो कट्छ 2 2 जा 4 2 3 जा 6 यो कट्दैन 2 4 जा 8 यो कट्छ, यो पनि कट्दैन 2 3 जा 6 यो भनेको 3 भयो, माथि 1 छ अनि यता मल्टिप्लाई त 3 तल 2 यो भनेको 2 यो सब कटिहाल्छ, खाली 2 बच्यो। त्यसै गरी यो भनेको तपाईको खाली 3 बच्यो, यो भनेको 5/2 बचिरहेको छ प्लस। अब यसलाई हेर्नु, यो भनेको 4 बचिरहेको छ, यो भनेको 2 2 कटिहाल्छ त 1 बचिरहेको छ, यो भनेको 1/2 बचिरहेको छ, यो 3 छ यानी कि 3। अब यसलाई जोड्नु पर्ने भयो त जोड्न तपाईलाई सिकाइसकेको छु 3/2 + 4 2 + 1 3 + 1/2
5/2 प्लस 3 यतिसम्म त कुरा बुझिसक्नुभयो। अब यसलाई जोड्ने कसरी ध्यान दिएर हेर्नु ल, मैले यहाँ लेखेको छु। सिम्पली जोड्ने कसरी, यसलाई म यताबाट रफ्ली गर्छु 3/2 प्लस 4। यसको तल केही छैन भने 1 हैन, त्यो 3 मा यसरी मल्टिप्लाई गरेर 3 into 1 ओके न, प्लस यसरी मल्टिप्लाई गरेर 4 into 2 आयो, यसरी मल्टिप्लाई 2 into 1, 3 1 जा 3, 4 2 जा 8, 2 1 जा 2, 8 9 10 11/2 आयो हो। त यो 11 के भयो 2, यो त 3 भयो। यसरी यसलाई पनि जोड्ने 3 गुणा 6 1 7 7/2, यसलाई पनि 3 गुणा 6 6 5 11/2। यो म डाइरेक्ट गरिदिएको छु, तपाईहरु यसरी गरेर गर्नु होला। अथवा म कसरी डाइरेक्ट गरेँ त्यो बुझ्नको लागि 2 3 जा 6 अनि 6 अनि 5 11 11 अनि बाइ 2 यसरी पनि गर्न सक्छ सम्झिएर ल। अब नेक्स्ट अगाडि हेरौँ। अब a इक्वल टु यति छ, b इक्वल टु यति छ। यसलाई सबभन्दा पहिला त हामी 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर जति छ 1 नम्बरलाई बनाउँछौँ। 1 नम्बर a सल्युसन हो। ए मैट्रिक्स कति रहेको छ 3 5 6 7। यसको ए को ट्रान्सपोज निकाल्नु छ भने यो भनेको ट्रान्सपोज हो। म यसरी नै गर्छु। ट्रान्सपोज भनेको पहिला यसरी ए टी ले पनि जनाउन सक्नुहुन्छ, ए ड्यासले पनि जनाउन सक्नुहुन्छ, ए स्मल टी ले पनि जनाउन सक्नुहुन्छ, ठीक छ। अब ट्रान्सपोज गर्नुको मतलब के, र लाई कलममा कन्भर्ट गर्नु, र लाई कलममा कन्भर्ट। फर्स्ट र यो मेरो हो, त्यसलाई कलममा कन्भर्ट गर्ने। कलम भनेको भर्टिकल लाइन 3 अनि 5। सेकेन्ड रो जो हुन्छ यसलाई पनि सेकेन्ड कलममा कन्भर्ट गर्ने। फर्स्ट रोलाई फर्स्ट कलम यसरी लेखेको छु मैले, यसलाई यसरी लेखिदिएँ, जुन यसरी लेखेको छु त्यसलाई मैले यसरी लेखेँ। अब दुई नम्बर सरी 2 नम्बरको लागि डी को यसको पनि सल्युसन गर्ने हो। अनि बी मैट्रिक्स इक्वल टु कति रहेको छ 1 0 2 4। बी ट्रान्सपोज इक्वल टु यसलाई पनि र लाई के गर्नु छ कलममा कन्भर्ट गर्नु छ। यो र छ यसरी 1 0 त 1, यो पनि र हो त्यसलाई के गर्नु छ कलममा कन्भर्ट गर्नु। यो मेरो आन्सर हो। र लाई कलममा कन्भर्ट गर्नुलाई नि के भन्छ ट्रान्सपोज भन्छ। अब ए ट्रान्सपोज प्लस बी ट्रान्सपोज, ए ट्रान्सपोज र बी ट्रान्सपोजलाई जोड्नु छ। पहिला ए ट्रान्सपोज निकाल्नु पर्यो, ओके। ए ट्रान्सपोज इक्वल टु कति छ, पहिला ए इक्वल टु लेखौँ 3 5 6 7 र बी इक्वल टु पनि लेखिदिएको छु यहाँ। बी इक्वल टु छ 1 0 2 4 हैन। ए ट्रान्सपोज इक्वल टु कति भइहाल्छ भने 3 6 5 7 हैन। ए इक्वल टु मैले ट्रान्सपोज गरेँ, बी को पनि म के गर्छु यहाँ बी ट्रान्सपोज इक्वल टु मैले के हुन्छ 1 0 2 4। अब यहाँ निकालिसक्नुपर्छ, माथि पनि यहाँ नलेख्दा पनि भइहाल्छ। यदि यो ननिकालेको बेलामा कन्डिसनमा हामीले यो निकालेर हेर्नु ए ट्रान्सपोज नाउ प्लस बी ट्रान्सपोज हैन। अब ए ट्रान्सपोजको भ्यालु कति छ 3 5 6 7 प्लस 1 2 0 4 3 अनि 1 6 अनि 2 5 अनि 0 7 अनि 4 3 1 कति हुन्छ 3 अनि 1 4 भयो, 5 अनि 0 4 6 अनि 2 कति 6 2 8 भयो, 7 7 8 9 10 11 भइहाल्छ हैन। टोटल 10 11 यो मेरो के भइहाल्यो आन्सर भइहाल्यो। अब नेक्स्ट क्वेशन छ ए प्लस बी को होल ट्रान्सपोज। पहिला ए प्लस बी निकाल्ने त्यसपछि ट्रान्सपोज निकाल्ने। ए प्लस बी को ट्रान्सपोज पहिले ए प्लस बी गर्ने, लास्टमा ट्रान्सपोज निकाल्ने। ए इक्वल टु कति छ मेरो साथीहरु, ए इक्वल टु मेरो रहेको छ तपाईको यहाँ 3
3 5 6 7 ए ट्रांसपोज कति भइहाल्छ 3 5 6 7 त्यसै गरी बी इक्वल टु मेरो कति रहेको छ 1 0 2 4 बी ट्रांसपोज इक्वल टु के भइहाल्छ 1 0 2 4 यो जुन लाइन यसरी छ यसलाई म सिधा लेखिदिन्छु यो जुन लाइन छ यसरी म सिधा लेखिदिन्छु हैन रोलाई कलममा कन्भर्ट गर्छु यति मात्र अब ए प्लस बी पहिला ए प्लस बी निकालेपछि लास्टमा ट्रान्सपोज बनाउने किनकि ब्राकेटको भित्र पहिला सोल्भ गर्नुपर्छ ए कति छ मेरो 3 सरी एकछिन यो ट्रान्सपोज त हामीले निकाल्नै पर्दैन पछि किनकि यसको त जरुरत छैन साथीहरु ट्रान्सपोज निकाल्नु पर्दैन ए प्लस बी को न ट्रान्सपोज निकाल्नु ए मेरो कति छ 3 5 6 7 plus 1 2 0 4 3 1 4 म डाइरेक्टै जोड्दिरहेछु डाइरेक्ट जोड्न पाउँछ त्यो एकैचोटि फटाइदिन्छु 3 अनि 1 4 5 अनि 0 5 6 अनि 2 7 8 7 अनि 4 11 अब भयो एबी निक्लेर नाउ ए प्लस बी को होल ट्रान्सपोज इक्वल टु 4 रलाई के गर्नु छ कलममा 4 अनि 5 यो 8 अनि 11 यो मेरो के भयो आन्सर भयो नेक्स्ट क्वेशन तिर म जान्छु नेक्स्ट क्वेशन मा के छ ध्यान दिएर हेर्नु होला यो अघि जस्तै सेम छ तर यहाँ बस के छ अब माइनस मा छ त पहिला एक नम्बर बनाउनु पर्यो भने ए ट्रान्सपोज सल्युसन ए इक्वल टु कति छ 2 3 6 7 ए ट्रान्सपोज इक्वल टु के भइहाल्छ रलाई कन्भर्ट गरिदिनु पर्यो यो लाइनलाई सिधा लेख्नु 2 अनि यो लाइनलाई यता लेख्दिनु पर्यो 6 अनि 7 यो मेरो भयो अब बी ट्रान्सपोज निकाल्नु बी ट्रान्सपोज पनि म यतै निकाल्दिरहेछु बी इक्वल टु पहिला कति छ 2 1 5 6 तो बी ट्रांसपोज इक्वल टू के भइहाल्छ मेरो रलाई कलम गर्नु छ र 2 1 5 अनि यो मेरो के भयो आन्सर भयो अब 3 नम्बरमा मेरो के छ साथीहरु क्वेशनमा 3 नम्बरमा छ ए ट्रांसपोज माइनस बी ट्रांसपोज यसमा पहिला ट्रांसपोज निकाल्नु छ त्यसपछि घटाउनु छ ए इक्वल टु सल्युसन गरेर ए इक्वल टु मेरो कति छ 2 3 6 7 यसको ट्रांसपोज कति हुन्छ ए ट्रांसपोज इक्वल टु 2 3 6 7 त्यसै गरी बी इक्वल टु कति छ बी इक्वल टु 2 5 1 6 तो बी ट्रांसपोज इक्वल टु कति भइहाल्छ 2 1 5 यति क्लियर अब ए ट्रांसपोज माइनस बी ट्रांसपोज घटाउनु ए ट्रांसपोज को भ्यालु यो हो 2 6 3 7 minus 2 5 1 6 2 बटा 2 गयो 6 बटा 5 गयो 3 बटा 1 गयो 7 बटा 6 2 बटा 2 गयो 0 6 बटा 1 गयो 1 5 गयो त 1 3 बटा 2 गयो 1 6 7 बटा 6 गयो 1 यसरी यो बुझ्नु भयो फिर देखिए रोलाई अलिकति हटिहाल्यो 2 बटा 2 गयो 0 6 बटा 5 गयो 1 3 बटा 1 गयो 1 7 बटा 6 गयो 1 अथवा यो स्टेपलाई नलेखेर डाइरेक्ट घटाएर यो पनि लेख्न पाउँछ है ठीक छ नि अब अर्को क्वेशन हाम्रो के थियो 4 नम्बरमा ए माइनस बी को ट्रांसपोज ओके हैन ए इक्वल टु कति छ 2 3 6 7 बी इक्वल टु कति छ 2 1 5 यहाँ पहिला ट्रांसपोज निकाल्नु छ पहिला घटाइदिनु छ त्यसपछि ट्रांसपोज निकाल्नु पर्ने हुन्छ है अब हेर्नुला ए माइनस बी पहिला निकाल्छौं 2 3 6 7 माइनस 2 1 5 यसमा म जुन यो एक स्टेप गरे भन्यो यो स्टेप नगर्दा पनि भइहाल्छ त्यो स्टेप म यसमा गर्दैन डाइरेक्ट घटाइदिन्छु 2 बटा 2 गयो त 0 3 बटा 1 गयो त 2 हो कि हैन त्यसरी 6 बटा 5 गयो भने तपाईको 1 7 बटा यो मेरो कति थियो भन्दाखेरि तपाईको 6 थियो 7 बटा 6 गयो भने 1
अनि अर्को कुरा साथीहरु 3 बाट 1 गयो भने 2 बच्छ। यहाँ मैले मिस्टेक लेखिदिएको थिएँ है। यहाँ तपाईहरुलाई हेराइदिउ यो चाहिँ 3 बाट 2 गयो भने 3 बाट 1 गयो भने 2 नि बच्छ। त मैले यहाँ मिस्टेकली 1 लेखिदिएको थिएँ। अब यसको मलाई ट्रान्सपोज निकाल्नु छ। ए नाउ गरेर a माइनस b को होल ट्रान्सपोज इक्वल टु र लाई कलममा 0 2 1 अनि यहाँ पनि 1 मेरो आन्सर भयो। यो 2 हो। ठीक छ। अब बुझ्नुभयो। अब अगाडि नेक्स्ट क्वेशन हेर्नु होला। यसमा के भनिरहेको छ साथीहरु यसलाई भेरिफाई गर्न भनेको चाहिँ ए ट्रान्सपोज को ट्रान्सपोज जुन छ ए दुवै बराबर हुन्छ। त पहिला त यसलाई के गर्नु पर्यो हियर ए इक्वल टु के छ 4 5 6 7 ए ट्रान्सपोज निकाल्नु पर्यो। ट्रान्सपोज निकाल्नुको मतलब र लाई कलम गर्ने 4 अनि 5 6 अनि 7 फेरि ए ट्रान्सपोज को फेरि होल ट्रान्सपोज निकाल्नु छ। ए ट्रान्सपोज को होल ट्रान्सपोज फेरि देखि यो ट्रान्सपोज गर्नुपर्छ फेरि र लाई कलम यो र छ यसलाई कलम गर्नुपर्छ 4 अनि 6 अनि 5 अनि 7 हेर्नुस् त ए ट्रान्सपोज को होल ट्रान्सपोज इक्वल टु ए दुवै सेम छ कि छैन सेम छ अर्थात ए इक्वल टु पनि सेम छ। यो के भइहाल्यो पिआरओ भेरी प्रुफ चाहे भेरिफाई गर्नु पर्यो हैन। यदि तपाईलाई यहाँबाट यति जुन छ नि यो नलेखेर एक स्टेप अझै गर्न सक्नुहुन्छ कसरी। अब यहाँ हिन्ट्स गरेर ए ट्रान्सपोज को होल ट्रान्सपोज इक्वल टु ए प्रुफ गर्नुस्। चाहे भ्यालु हाल्नुस् 4 5 6 7 इक्वल टु 4 5 6 7 प्रुफ यसरी गर्न सकियो। मतलब अब यहाँसम्म गर्दा राम्रो हुन्छ। यो त्यति खासै जरुरत पर्दैन यो सब गर्नु पर्दैन। अब नेक्स्ट क्वेशन तपाईहरु हेर्नु होला। एउटा अझै के थियो अब यसलाई प्रुफ गर्नु छ। ए ट्रान्सपोज को होल ट्रान्सपोज इक्वल टु ए हुन्छ। यो पनि कुरा त्यही हो। ए ट्रान्सपोज इक्वल टु कति छ सल्युसन त गर्नु पर्यो 2 6 3 7 4 9 यतिसम्म क्लियर छ। अब ए ट्रान्सपोज निकाल्नु पर्यो। ए ट्रान्सपोज निकाल्दाखेरि मेरो र लाई के गर्नु पर्यो कलम गर्नु पर्यो। फर्स्ट र यो हो त्यसलाई फर्स्ट कलम बनाइदिए 2 अनि सेकेन्ड र यो हो त्यसलाई सेकेन्ड कलममा कन्भर्ट गरिदिए। थर्ड र यो हो त थर्ड कलममा यसलाई कन्भर्ट गरिदिए भयो। अब यसको फेरि अगेन ट्रान्सपोज निकाल्नु छ। ए ट्रान्सपोज को होल ट्रान्सपोज भनेको फेरि र लाई कलममा कन्भर्ट गर्नु छ। यो मेरो फर्स्ट र हो त्यसलाई कलममा कन्भर्ट गरिदिए। यो मेरो सेकेन्ड र हो त्यसलाई मैले सेकेन्ड कलममा कन्भर्ट गरिदिए। हेर्नुस् त के दुवै बराबर छ। ए ट्रान्सपोज को होल ट्रान्सपोज इक्वल टु ए कति छ 2 6 3 7 4 9 ठीक छ। इक्वल टु ए इक्वल टु पिआरओ भेरी प्रुफ यहाँसम्म भयो। आजको लागि साथीहरु यस भिडियोमा यति नै। अब बाँकी जुन छ फेरि यसैको रिलेटेड अब भेरिफाईहरु अझै गर्ने कुराहरु आउँछ जस्तै कि कम्युनिटी प्रोपर्टी क्लोजर प्रोपर्टी आइडेन्टिटी प्रोपर्टी यो प्रोपर्टीहरुलाई लिएर प्रोपर्टी अफ म्याट्रिक्स जुन छ यसलाई लिएर नेक्स्ट भिडियोमा हामीहरु डिस्कस गर्नेछौँ। प्रोपर्टीज अफ म्याट्रिक्स यानी म्याट्रिक्स एडिसन हैन यो कुरालाई हामी नेक्स्ट भिडियोमा डिस्कस गर्नेछौँ।